गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा अवस्थित निसीखोला तेस्रो लघु जलविद्युत परियोजना करिब 30 वर्षदेखि सञ्चालनमा छ, जसले करिब 800 घर परिवारलाई विद्युत सेवाको आधारभूत पहुँच प्रदान गर्दै आएको छ। यद्यपि निरन्तर र भरपर्दो विद्युत सेवाको सुनिश्चितता भने चुनौतीपूर्ण छ। विशेष गरी वर्षायाममा आउने बाढी र पहिरोका कारण यो लघु जलविद्युत उच्च जोखिममा पर्ने गरेको छ। बर्खा आउने भेलले गर्दाखेरि हाम्रो कयौँचोटि यो पावर हाउस बनाइसकेपछि पनि यहाँ मेसिनहरू डुबे र त्यसपछि यतातिर चाहिँ पहिरो गयो। विजन्स इनोभेसन ल्याब अन्तर्गत वुपटल इन्स्टिच्युटको आर्थिक सहयोगमा विन्डरक इन्टरनेसनल नेपालले रिकफ नेपालसँगको साझेदारीमा लघु जलविद्युत परियोजनाबाट लाभान्वित समुदायको दिगोपन र उत्थानशीलता अभिवृद्धि गर्न एक व्यावहारिक नमुनाको विकास तथा कार्यान्वयन गरेको छ। यस मोडलको उद्देश्य लघु जलविद्युतमा आधारित स्वच्छ ऊर्जा समाधानलाई दिगो भूपरिधि व्यवस्थापन अभ्याससँग एकीकृत गर्नु हो। विजन्स इनोभेसन ल्याब परियोजना अन्तर्गत विन्डरक इन्टरनेसनलले दिगो समाधानका लागि लघु जलविद्युत र ल्यान्डस्केप म्यानेजमेन्टलाई एकीकृत रूपमा अगाडि बढाउनु नै उत्तम उपाय हो महसुस गरी साझेदार संस्था मार्फत स्थानीय प्रविधि श्रिप र स्रोत साधनहरूको प्रयोग गरी क्लाइमेट रेजिलिएन्ट र वातावरण मैत्री बायोइन्जिनियरिङ उपाय अपनाएको छ। समस्या पहिचान लघु जलविद्युत प्रणालीमा प्रमुख विभिन्न समस्याहरू पहिचान गरिए, जसमा नहरबाट असन्तुलित पानीको बहाव, फोरवेबाट पानीको ओभरफ्लो भई पावर हाउसमा बाढीको जोखिम र नहर भत्किँदा आसपासको जमिन कटान हुनु प्रमुख थिए। हरेक वर्ष दोहोरिने बाढीले पावर हाउसको जग कमजोर बनाउँदै लगेको र वरपरको खेतीयोग्य जमिनमा क्षति पुर्याइरहेको थियो। पछि त्यहाँ हालिकन त्यो पुलबाट मोटरबाट हालेदेखि त्यो मोटरबाटको पानीले भलले अब बाढी पहिरले त्यहाँ नोक्सान पारेर तपाईँको हाम्रो जेनेरेटरहरू बिग्रने कामहरू भयो, टर्बाइनहरू बिग्रने कामहरू भयो। योजना र कार्यान्वयन परियोजनाले कम लागतमा दिगो तथा स्थानीय स्रोतमा आधारित समाधान अपनायो। ढुङ्गा, बाँस र स्थानीय प्रजातिका वनस्पतिहरूको प्रयोग गर्दै समाधानहरू कार्यान्वयन गरियो। माटोको स्थायित्वका लागि बाँसका क्रिब वाल र रिटेनिङ वाल निर्माण गरियो। नदी किनारमा पानीको बहाव व्यवस्थापन र कटान न्यूनीकरणका लागि ग्याबिन बक्स जडान गरियो। साथै स्थानीय जातका बिरुवा रोपण मार्फत संरचनालाई दीर्घकालीन रूपमा मजबुत बनाउँदै हरियाली र वातावरणीय स्वच्छतामा योगदान पुगेको छ। एउटा मेजर हामीले यो ठाउँमा गरेको चाहिँ बाँसको क्रिब वाल बनाएको हो। त्यसपछि बाँसको रिटेनिङ वाल पनि हुन्छ, ढुङ्गाको सुक्खा पर्खालहरू पनि लगाउँछौँ हामी, ड्राई स्टोन वाल भन्छौँ। त्यसपछि ब्रस लेयरिङ हुन्छ, प्यालिसेड हुन्छ, फेसिन हुन्छ। ठाउँ अनुसारको विभिन्न हामीले स्ट्रक्चर बनाउन सक्छौँ। यहाँको समस्यालाई दिगो रूपमा समाधान गर्न परियोजनाले यहाँका स्थानीयलाई बायो इन्जिनियरिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम प्रदान गरेको थियो। समुदाय र सहकार्य सफलताको आधार थियो सहकार्य र स्वामित्व। स्थानीय सरकार, सरकारवाला निकाय, लघु जलविद्युत व्यवस्थापन गर्ने सहकारी र स्थानीय समुदायबीच तयारी चरणदेखि कार्यान्वयन चरणसम्म बलियो सहकार्य र साझेदारी सुनिश्चित भयो। यो पहल एक इन्जिनियरिङ सफलता मात्र नभई समुदायमा आधारित उत्थानशीलता र सहकार्यको एक उदाहरणीय मोडलको रूपमा स्थापित भएको छ। बायो इन्जिनियरिङ गर्ने काम पनि हामी भर्खरै सकेका छौँ। त्यसमा पनि हामीले त्यहाँको स्थानीय स्रोत साधनको परिचालन, जस्तै त्यहाँ आवश्यक पर्ने ढुङ्गा अनि अन्य कुराहरूलाई पनि हामी समन्वय गरेका छौँ। परिणाम र प्रभाव अब निसीखोला तेस्रोको पावर हाउस बाढी र पहिरो जस्ता सम्भावित विपदबाट अझ सुरक्षित हुने अपेक्षा गरिएको छ। अब यो यदि सफल भयो भने जुन किसिमले हामीले काम गरे त्यसमा हाम्रो पनि प्राविधिक सहयोग थियो। सफल भयो भने सायद त्यसको त्यो खोल्साको जलाधार क्षेत्र जति छ त्यो संरक्षण हुन्छ र त्यसमा चाहिँ अब भविष्यमा बाढी पहिरो आउने चाहिँ सम्भावना कम हुन्छ। ऊर्जाको स्थिर र दिगो प्रयोग सुनिश्चित गर्न ऊर्जा उत्पादनमा मात्र केन्द्रित नभई भूपरिधि स्तरमा काम गर्नु अपरिहार्य छ, किनकि इन्जिनियरिङ र प्रकृति बीचको साझेदारी नै दिगो विकासको सबैभन्दा बलियो आधार हो। यसरी नै नेपालभर सञ्चालनमा रहेका 1800 भन्दा बढी लघु जलविद्युत आयोजनामा यस मोडलको अनुकूलन र विस्तारले पहाडी क्षेत्रका समुदायहरूको जलवायु उत्थानशीलता सुदृढ गर्ने ठूलो सम्भावना बोकेको छ।